हेलो अन्त जान चाहन्छन् के पिबा यो किन बन्दैछ यहाँ आई एम अलरेडी म्यारिड खुट्टै गाड्यो क्या मेरो नमस्ते सबैजनालाई स्वागत छ तपाईँलाई मेरो भ्लगमा म चाहिँ अहिले भर्खरै उठेर यसो तलतिर हेर्ने बित्तिकै यस्तो रहेछ मौसम सर के भन्छ अरे 3 दिन भइसक्यो पानी परे यतातिर चाहिँ पानी परेर आज बल्ल बल्ल घाम हेर्न पाएर चाहिँ फेरि मास्तिरबाट हुस्सो लाउनु थाल्छ कि है मास्तिरबाट सरी हुस्सो लाउनु थालिसक्यो फेरि पानी पर्छ एकछिनमा झन् अहिले अब मेरो उता दिउँसोतिर बोजिनीतिर नै जानुपर्ने छ नि त बहिनीलाई त्यही भएर चाहिँ मैले भ्लग गरेको हो उतापट्टि गएको देखाउनलाई हुन्छ भनेर त्यही हो आजको मौसम बिहान बिहान चाहिँ यसो हावा चलिरह यस्तो छ होइन टक्क त्यो खतरा छ तलतिर चाहिँ फेरि दामी देखिरहेको छ दामी चाहिँ अहिले अब ब्रेकफास्ट खान लगाएको ब्रेकफास्ट आज हाम्रो बहिनीले चाहिँ मेरो लागि अब चिया बनाइदिन्छ होइन चिया बनाइदिने कि नबनाइदिने बनाइदिने नबनाइदिने यता हेर यहाँ बन्दैछ मेरो लागि चिया म खानेछु यहाँ हेलो गर्दैन हेलो गर्दै अब म चाहिँ तल कपडा फेर्न जाँदैछु किनभने म चाहिँ यहाँ भिजिसकेको छु यहाँ चाहिँ डेन्जर पानी पऱ्यो क्या अघि डेन्जर यहाँ चाहिँ छ मेरो मामाश्री अनि हामी चाहिँ यहाँ कपडा फेर्न जाँदैछौँ तल किनभने मलाई जाडो भइसक्यो म अघि न पानी परे पनि म सुर पसलतिर गएर सामान लिएर आएको अब चाहिँ घाम लाग्ला कि भन्ने आशा छ तर यत्रै शीत लाग्दैन यो यस्तै हो पानी नपरिसी पर्दैन परिसी पर्या गर्छ हाम्रोतिर यस्तै हो तर उतादेखि चाहिँ घाम लाग्ला कि जस्तो सङ्केत दिइसकेको छ होइन अब यतापट्टि छैन नि त यहाँ त कालो छ नि त यो आकाशै होइन पानी यस्तो डेन्जर पऱ्यो कि होइन यस्तो डेन्जर पऱ्यो कि कसम भने मै भिज्यो कि त्यस्तो डेन्जर पऱ्यो पानी अहिले चाहिँ अलिअलि घाम लाग्ला कि जस्तो भयो लाग्ला कि जस्तो मात्र कि फेरि त्यही हो यो फेरि पर्छ पानी अहिले त्यही हो एकछिनसम्म यस्तो हुने हो त्यहाँ चाहिँ हाम्रो पुरानो घर छ होइन अब त्यो चाहिँ पानी एकदम डेन्जर पऱ्यो भने फेरि के उल्टोपट्टिबाट छ कि चेन त्यसलाई चाहिँ चेनै लाउन आएन कि हुन त पानी त चाहिने हो हामीलाई लाइक यो हुन्छ नि बारीतिर मकै छर्नको लागि पानी त चाहिने हो तर यस्तो विधि त चाहिँदैन थियो यार यस्तो विधि पानी त चाहिँदैन थियो किन दिएको यति धेरै पानी अब चाहिँ हामी बोजिनीतिर जाँदैछौँ बाटो चाहिँ खराब छ भन्ने सुन्दैछु म हेर्दै जाउँ कस्तो रहेछ बाटो त्यो म चाहिँ अहिले पछाडि हाम्रो मामालाई राखेर लगिरहेको छु अहिले आउँदाखेरि चाहिँ हामी फेरि 4 जना आउनुपर्छ यहाँ अगाडि बहिनीलाई राखेर पछाडि 2 जना राखेर 4 जना राखेर आउनुपर्छ म त्यो बेला चाहिँ भ्लग गर्न मिल्दैन होला त्यही हो होइन अघिसम्म डेन्जर पानी परिरहेको छ अहिले चाहिँ हल्का सफा जस्तो भइरहेको होइन त्यही हो यो एकछिनमा फेरि परिहाल्छ यस्तै छ यी बाटो नगरको यही हो हामीले चाहिँ अघि न साथी यहाँ रुखहरूलाई चाहिँ अघि न उयो हो पट्याङले हाने जस्तो छ यहाँ जाममै झरे खाऊ बाटो फेरि आमा नसक्नु बाटो यस्तै हो है त्यही हो फेरि यस्तै बाटोमा चलाएर सिक्यो भने त हामीले त्यो अलिकति त्यस्तो डर चाहिँ लाग्दैन अलिक कम्फर्टेबल भइसक्यो कि यस्तो बाटोमा पुरै त्यो भएर यस्तो बाटो देख्दा चाहिँ आँटिँदैन तर लड्यो भने चाहिँ त्यही हो खुस्किहाल्छ फेरि म लड्यो भने मलाई मेरो शरीरमा के भन्छ अरे मेरो शरीरमा अब घाउचोट चाहिँ मलाई बाल लाग्दैन फेरि मलाई बाइक एउटा चाहिँ केही नहोस् जस्तो लाग्छ फेरि बाइक के भन्दा बोले गान हानिदिइहाल्छ नि त त्यही हो त्यो सबले हेपेर आइरहेको छ मलाई आज हाम्रो यता राइट दिन्छौँ रिटर्न है यतापट्टि गाडीहरू आउँदैछ त भाले आउँछ अरे यतापट्टि जानुपर्छ हामी यता फेरि यहाँदेखि चाहिँ फेरि उतासम्म चाहिँ पिच नै छ आम्बो रोड त फेरि ओए के हो यो पिच रोडमा कसैले कार्पेट ल्याएर ओछ्याएको जस्तो देखिरहेको छ यार ड्याममा चिल्लो भने त फेरि खुस्किहाल्छ नि टाढो त टाढै हो तर अफ रोडमा बढी तेल खान्छ नि त
त्यही भएर पनि अलिकति बढी तेल हालेर जानुपर्छ कि अप्रोमा बढी तेल खान्छ त्यही भएर अलि हुन्छ नि सुरुमै अलिक बढी हाल्यो भने त्यहाँ बिचतिर फेरि पसल्नै छैन कि तेल सक्यो भने त फेरि खत्तम हुन्छ नि त फोन गरी मान्छे बोलाउनु पर्ने अवस्थामा आइपुग्छ बाटो फेरि ढिलो यो पानी पर्नु हुँदैन यतातिर यस्तै हुन्छ हुन त पानी त पर्नुपर्ने हो होइन पानी परै थिएन कि अस्तितिर लाइक अब अस्तिदेखि पर्यो पर्न त पर्यो रन्डीको बाद एक दिन परेर रोक्छ होला भने त 3 दिन परिदिरह्यो नि आजसम्म अहिले फेरि अहिले नै आकाश फेरि कालो कालै देखिरहेको छ अहिले फेरि पर्न गएको छैन यो चाहिँ होटेलहरू यता फेरि नगरकोटमा होटेल चाहिँ फेरि छापी छ है फेरि होटेलहरू चाहिँ फेरि छापी नसक्नु छ फेरि होटेलहरू त्यो चाहिँ कन्ट्री भिला भन्ने होटेल हो यो कति 4 स्टार समथिङ त्यस्तै हो यो होटेल होइन यस्तो छ क्या मेरो के भन्दाखेरि म अस्तितिर भ्लग हाल्न लाथेँ मैले होइन अलिकति बिरामी नै थिएँ म प्लस मेरो मोबाइल के भयो कि यो एयरपोर्ट लगायो भने त साउन्ड आउँछ त्यो माइकको प्रब्लम त हुँदै होइन मलाई ग्यारेन्टी थाहा छ मलाई त्यो 100% स्योर त्यो माइकको प्रब्लम हुँदै होइन त्यो मोबाइलकै प्रब्लम हो त्यो स्न्यापच्याटबाट भिडियो बनायो भने चाहिँ होइन त्यो साउन्ड आउँछ लाइक यो सेटको यो क्यामेराबाट बनायो भने भिडियो साउन्डै आउँदैन कि यहाँबाट चाहिँ अब पुरै जङ्गलको बाटो हिमाल चाहिँ कसम भने पुवाको देखिरहेको रहेछ यहाँबाट चाहिँ अब पुरै जङ्गलको बाटो छ यहाँबाट फेरि अब न्युट्रलमा जाने हो तेल बचत तेल त बचाउनु पर्यो अलि त्यस्तो भ्लगतिर खासै के बोल्न त आउँदैन देखाउनु पर्ने पनि केही छैन होइन यत्तिकै सरारा आफ्नै तालमा सरारा त्यही हो यो पानीले यो 3 दिनको पानीले खत्तम पाऱ्यो खत्तम हेर्नुहोस् यहाँ त अलिकति टायर अलिकति ढल्यो भने ल्यात्तै गयो त जानुहोस् हजुर जानुहोस् पछाडिको को हो त्यो जानुहोस् फेरि यहाँदेखि चाहिँ पुरा इन्ट्रान्स नै पुरै उयो छ कि जङ्गल अब हुन्छ नि साइडमा पुरा जङ्गल बिचमा मात्र रोड यहाँतिर चोर नि लाइक चोरको केसहरू नि धेरै छ कि यहाँतिर चोरहरू धेरै आउने उयो छ कि चोरहरू धेरै आउँछन् भनौँ न यो म नेपाली बोल्दा अड्किन्छ हो म तामाङ हो नि त यार त्यही भएर अलिकति नेपाली बोल्दाखेरि अड्किन्छु यार फेरि इङ्ग्लिसमा भ्लग गर्नु पऱ्यो भने फेरि इन्टरनेसनल खान्छ भन्ने पिर त्यही भएर नेपाली अलि कुदाउनु पर्छ अलि फेरि धेरै कुदायो भने चाहिँ फेरि डेन्जरस त्यो खासै यस्तो हिमाल देख्दा चाहिँ खासै वाउ ओइ दामी जस्तो चाहिँ लाग्दैन फेरि अब सधैँ यस्तै पर्यावरणमा हुर्केको मान्छे हो हामी त हजुर जन्मेर 20 वर्ष भइसक्यो यस्तै हेरेरै मात्र 20 वर्ष भइसक्यो यो ठाउँमा बसेर अब कहिले कता हो ल देखेछ है जस्तो हुन्छ है उतातिर चाहिँ साकु हो यतातिर चाहिँ साकु भयो होइन त्यो चाहिँ काठमाडौँ सहर हो त्यतातिर काठमाडौँ सहर त्यो डाँडा पछाडि चाहिँ भक्तपुर छ होइन यो जङ्गललाई चाहिँ कुसुम जङ्गल हुन्छ कुसुम जङ्गल के भएको थियो भन्दाखेरि यो जङ्गलमा एउटा कुसुम भन्ने केटीले रेप गरेर मारेको भन्ने सुनेको थिएँ मैले लाइक अब एक्ज्याक्ट कुरा चाहिँ थाहा छैन सुन्या हो मैले पनि कुसुम भन्ने एउटा केटीले रेप गरेर मारेर फालेको अरे त्यसको बडी यो जङ्गलमा भेट्यो अरे त्यही भएर यो जङ्गललाई चाहिँ कुसुम जङ्गल भनेर नाम दिएको अरे अब चाहिँ तलतिरको बाटोमा लाग्यो अब यहाँदेखि चाहिँ पुरा अफ रोड हो फेरि सबै यहाँ माथिको बाटो गएको भयो नि अफ रोडै थियो तर अलिकति बाटो फराकिलो छ त्यहाँ होइन त्यहाँ चाहिँ धेरै घुमेर तल झर्नुपर्छ यहाँबाट अलिक सर्टकट खाल्यो कि त्यहाँबाट 20 मिनट लाग्छ भने यहाँबाट 10 मिनट लाग्छ त्यही हो मेरो बाटो राम्रो त छैन कि माथि राम्रो त के भन्नु नराम्रो नि के भन्नु अलि बाटो अलिकति कस्तो भन्दाखेरि अलि फराकिलो छ बाटो होइन यहाँ चाहिँ अलि साङ्रो बाटो चाहिँ सानो छ
त्यहाँ माथि पुरै अफ रोड छ अस्ति भर्खर यहाँ के बनाउँदै थियो अरे फेरि बाटो बन्द भन्यो भने त घुमेर आउनुपर्छ नि त फेरि ओइ अस्ति नि दिदी के अरे दिदी लिन आउँदाखेरि म एक्लै यहाँबाट आयो है ऊ त्यहाँ तलसम्म गएको डोजरले खनिरहेको रहेछ कि अनि दाइ ऊ यहाँसम्म त्यहाँ बाइक छिराउन दिए भए अलिकति पुग्थ्यो कि म उता अनि फर्किँदा त माथिबाट फर्किन्छ नि त छैन बाटो छैन फर्केर जाऊ अरे म्या तर म चुप्प लागेर फर्केर आएँ त्यही हो फेरि यहाँ हेरे यो नचाहिने ठाउँमा स्पिड ब्रेकर बनाएर राखेको छ कि यहाँ कसम भने यो स्पिड ब्रेकर यहाँ के काम यहाँ यो स्पिड ब्रेकर यहाँ के काम यो यहाँ को चाहिँ रन्काएर आउँछ हौ यस्तो बाटोमा को रन्काएर आउँछ कुन चाहिँ अर्ध पागल हो यसरी रन्काएर आउँछ नचाहिने सरी एक्सक्युज मी बाटो फेरि ओइ कस्तो पछाडि टायर फालिदिइरहने फेरि ल्याम्मै गइदिरहेको झसङ्ग गएँ म झसङ्ग झस्किएँ पछाडिको टायर फुत्त फाल्दाखेरि फक के हो यो वाट अ फक झन् मजा लगाएर आएको छ यार म खुट्टा झार्न चाहन ल गादिरहने ओए झर ल फक हो नि ल यार लामो गाडीमा सिक्ने ल रन्डीको छोरो कस्तो मुसी ल चप्पलै यस्तो भइदिरहने ऊ यहाँबाट ल्याउनु पर्ने रहेछ यहाँबाट यता ल्याएको भए गाड्दैन रहेछ है झन् बिचबाट हालिदियो ठ्याक मुझे ऊ यहाँबाट ल्याएको भए नि हुने रहेछ त ऊ अनि त्यो बिचमा मैले के अरे त्यो ठ्याक्क माटोको ऊ रहेछ अनि ठ्याक्क गाड्दैन होला भनेर ल्याएको लामो गाडिदिइरहने खुट्टै गाड्यो क्या मेरो हिलो छ अब यहाँ पानीमा भयो नि खुट्टा ऊ फेरि अब जोर दसैँ लाग्यो आज त चल नि ओ फेरि हिमाल चाहिँ कस्टम स्वा तर त्यस्तो के लागेर छैन त ठिकै हो राम्रै हो अब पर्यटकहरूको लागि त्यही हो ल त्यहाँ मैले मुख छाडेको छ यार ओहो पिच डनमा ऊ लामो खाल्दै खाल्दो रहेछ कि मैले अघि नै यही कुरा गर्दै आएको थिएँ कि ऊ त्यहाँ यता तलतिर बाटो बनाउँदैछ फेरि त्यस्तै होला भनेर हुन्छ यतापट्टि बाटो अलिकति फराकिलो त बनाएछ कि तर नाम खाल्दै खाल्दो छोड्दैछ कि त्यहाँ त्यही भएर पानी जम्यो अन्त त्यहाँ टायरले हिरो फाल्यो हिलो फाल्छ के फाल्छ नि अब टायर ऊ पानी जम्या त्यो खाल्दो छोडेर हो कि यो ठ्याक त्यो ढलान गर्नलाई गराएर के हो फाल्दो हिलो नभए नि हुन्थ्यो कि ल्याम्मै छिरेको झन् अघि भर्खरै थियो भने मलाई मजा बिहान नि के अरे त्यो पानीमा पसल गएको थिएँ म त्यो बेला कपडा भिजेर कपडा फेरेर मजा लागेको हो कि अघि भर्खरै कस्तो साइजको भयो नि अझै फेरि अहिले त यो बाइकमा 4 जना आउनु पर्थ्यो क्या हामी 4 जना अगाडि बहिनी राखेर ऊ यतापट्टि नै डुब्यो कस्तो डेन्जर चिप्लिन्छ क्या ऊ लामो डुब्यो त्यो पानी पर्ने सिजनमा त बाटो नखने पनि हुन्थ्यो नि हजुर पानी नपर्ने सिजनसम्म चाहिँ के हेरेर बस्नु भएको तपाईँहरू बाल छैन यो हाम्रो गाउँ होइन हाम्रो यताको विकास होस् नहोस् हामीले बाल छैन किनभने मेरो त घरकै आँगनसम्म पिच छ वा अब हामी चाहिँ पुग्न लागेको थियौँ भने त्यहाँ गएर बहिनीहरूलाई लिएर घर फर्किने हो त्यति अरूले के होइन हो मम हामी चाहिँ आइपुगिसक्यौँ यहाँ अब यहाँ बहिनीहरू उठाएर घर लाने हो त्यति हो खाने बा काटेर हाल्थ्यो नि खोइ बहिनीहरू लिन आएको बहिनीहरू नै घरमा नरहेछ ए रहेनछ अनि अहिले चाहिँ हामी पर्खिँदैछौँ अब हामी खाली हात जान सक्छौँ घरमा हो कि होइन मम हो हिँडिगा हिँड मम उहाँहरूले चाहिँ मलाई उहाँहरूको गाउँको छोरी चेली दिनु भएन
एक दुईवटा मलाई हुने खालको त होला अरे मलाई ठिक्क हुने छैन छोरी चेली छैन अलि घरको काम गर्ने के अलिकति त्यो अनुहार राम्रो चाहिँदैन क्या घरको काम गर्ने भए पुग्छ के मान्छे जान्दैन त हो यो हाम्रो भनेर हुँदैन तपाईँले फकाएर पठाउनु पर्यो नि त अब त्यो त फकाइ नपठाउने मलाई ल ठिकै छ ठिकै छ केही छैन आई एम अलरेडी म्यारिड यहाँ चाहिँ हाइड्रो पावर बन्दैछ जसको लागि आन्दोलन हुँदैछ तर कति महिना भइसक्यो यो खारेज भएन वर्ष भइसक्यो तर यो खारेज भएन किन भएन राज्यले दमन गरे रे उसलाई राज्यले दमन गरे जनता जान्न चाहन्छन् के पिबा यो किन बन्दैछ यहाँ किन बन्दैछ हेलो म चाहिँ हाम्रो दिदी हो अनि हाम्रो दिदीको कसम चर्चमा गएको छ अनि मलाई ढिला भइसक्यो म त घर जाने हो त्यो चाबी चाहिँ किन छोडिदियो तैँले हो कस्तो रहेछ यो त हामी चाहिँ चर्चभित्रतिर नि हाम्रो यो फुच्चीहरूलाई उठाएर ल्याइसक्यो यहाँबाट लिन बोलाएर तिमीहरू कहाँ आएको ओइ तँ लिन बोलाएर कहाँ आएको तिमीहरू यिनीहरू लिन बोलाएर यिनीहरू चर्चतिर छिरिरहेको रहेछ त्यहाँ गएर हेरेर अब यहाँबाट हामी सिधै तिमीहरूले फोन गरे अरे लिन आयो कि भनेर अब यिनीहरूलाई घरमा लगेर अब कपडा लगेर म लगिहाल्ने हो मलाई ढिला भइसक्यो मेरो काम छ त्यही भएर अब सिधै घरमा गएर मात्रै भ्लग आउँछ अब त्यही हो के अरे भ्लग इन सिधै घरमा गएर गर्छु म चाहिँ घर आएर पनि नुहाइसकेँ अब म आजको भ्लग चाहिँ यतैतिर अब इन गर्नु पर्ला किनभने अब केही काम छैन मेरो जानुपर्ने कहीँ जानुपर्ने केही छैन त्यही भएर आज भ्लग चाहिँ म यहीँ इन गर्छु होला अब फर्केर आउँदाखेरिको भिडियो बनाउन पाएन किनभने अब 4 जना थियो बाइकमा एउटै बाइकमा अलि अप्ठ्यारो नै हुने बाटो नराम्रो थियो नि त त्यही भएर बनाएन मैले अनि सिधै आएँ म बिच बाटोमा बनाएँ कि जस्तो लागिरहेको थियो फेरि के बनाउने बिचतिर अब सिधै घर गएर बनाउँछु भनेर मात्र हो आएर म नुहाइसकेँ अब म यहाँको भ्लग यहीँ इन गर्न चाहन्छु हेर्दै गर्नु होला हस्त धन्यवाद।